नेपाली चलचित्र क्षेत्रमा धेरै बहस भइरहने विषय हो कलाकारहरूको पारिश्रमिक। नेपाली चलचित्र क्षेत्रमा पारिश्रमिककै कारण बेला बेलामा धेरै कलाकारहरू चर्चामा आउने गर्छन्। केही कलाकार पारिश्रमिक नपाएका कारण चर्चामा आइरहेका हुन्छन् भने केही कलाकार पारिश्रमिक धेरै लियो रे या यति पारिश्रमिक लिन्छन् रे भन्ने कुराले धेरै चर्चामा आउने गर्छन्। विशेष गरी नायक अनमोल केसी, दयाङ राई, समीर भट्ट, केदार घिमिरे, विपिन कार्की आदि जस्ता कलाकारहरू पारिश्रमिकका कारण चर्चामा आउने गर्छन्। केही समय अगाडिसम्म नायकहरूको धेरै पारिश्रमिकको चर्चा हुने गर्थ्यो भने अहिलेको समयमा नायकको मात्र नभएर चरित्रमा काम गर्ने कलाकारहरूको पनि पारिश्रमिकको चर्चा राम्रै छ चलचित्र बजारमा। चलचित्र क्रीमा काम गर्दा नायक अनमोल केसीले 20 लाख पारिश्रमिक लिएको चर्चा भएको थियो। अनमोलको मात्र नभएर त्यो समयमा धेरै चक्लेटी नायकहरूको पारिश्रमिकको चर्चा हुने गर्थ्यो। अनमोलसँगै प्रदीप खड्का, पुष्प खड्का, आकाश श्रेष्ठ लगायतका चक्लेटी नायकहरूको पारिश्रमिकको कारण चर्चा हुने गर्थ्यो। तर अहिलेको समयमा भने समय फेरिएको छ। नेपाली चलचित्र बजारमा कलाकारहरूको पारिश्रमिकलाई लिएर हुने बहसमा अनुहार पनि फेरिएको छ। उसो त नेपाली कलाकारहरूको पारिश्रमिकलाई लिएर सुरु भएको चर्चा अहिले पनि जारी नै छ, तर पात्र भने फेरिएको छ। विगत केही समयदेखि नेपाली चलचित्र क्षेत्रमा पारिश्रमिकको बहसमा देखिएका कलाकार हुन् केदार घिमिरे, माग्ने बुढा। विशेष गरी चलचित्र माग्ने राजामा उनले लिएको पारिश्रमिकले बहस सृजना गरेको थियो। यो चलचित्रका लागि उनले 50 लाख लिएको चर्चा फिल्मी बजारमा थियो। तर केही दिन अघि मात्र भएको चलचित्र माग्ने राजाको पत्रकार सम्मेलनमा उनले चलचित्रका लागि 50 लाख मात्र लिएको नभएर उनले यो चलचित्रका लागि 61 लाख पारिश्रमिक लिएको कुरा खुलासा भएको छ। उक्त कुराका खुलासा चलचित्र माग्ने राजाका टिमले नै गरेका हुन्। सुनम के भन्छन् चलचित्र माग्ने राजाका टिम उनको पारिश्रमिकलाई लिएर। यो जिज्ञासा हाम्रो चलचित्र घोषणादेखि निकै नै भएको थियो। म आज प्रज्ञा प्रतिष्ठान हाम्रो कलाको मन्दिरको ठाउँमा आएको छु र यो मन्दिरलाई साक्षी राखेर भन्छु, कसले के भन्छ कसो भन्छ त्यो थाहा छैन। माग्ने केदार घिमिरेलाई 51 लाख रुपियाँ दिएको हो, 10 लाख रुपियाँ उधारो दिएको हो, पुरा 61 लाखको प्रतिबद्धता गरेको छु। यो कुरा जानकारी गराउन चाहन्छु। दिएको कुरालाई तपाईहरुले छाप्नुभयो, हामीले दियौ भनेर गर्व त गरेका छैनौं नि त, हामीले प्राउड गरेका छैन। उहाँले लगेको पारिश्रमिक मैले साँच्चै भन्नु पर्दा बुढालाई हामीले 60 लाख 61 लाख दिएर गल्ती गर्यौं, 61 लाख लिएर गल्ती गर्यौं। 1 करोड दिनुपर्ने रहेछ हामीले। आज माग्ने बुढाको जुन मेहनत छ, उसको समर्पण छ। यहाँ सुन्नुहोस् बहिनी, रातको 11 बजे स्क्रिप्ट पनि डिस्कस गर्न पनि आउन तयार। आज कोही स्टार आउँछ, राति 11 बजे ऋषि लामिछाने घरमा सुतिरहेको थियो, मलाई फोन गरेर दाइ कहाँ हो, घरमा एउटा आइडिया फुर्यो, तपाईसँग डिस्कस गर्न आउँछु। भाइ म सुतिसक्यो, हैन अहिले गर्नु पर्यो। 11 बजे घरमा आएर डिस्कस गर्ने आजसम्म एउटा नायक देखाउनुहोस्। त्यो नायकलाई 61 लाख कम र 1 करोड रुपियाँ दिनुपर्छ। केदारले काम गरिसकेका केही चलचित्रहरू र काम गर्न बाँकी केही चलचित्रहरू कंगारू, चेरी अन टप, माइती घरमा पनि उनले महँगो पारिश्रमिक नै लिएको बुझिएको छ। त्यसैगरी केही समय यता नायक दयाङ राईको पनि पारिश्रमिकको राम्रै चर्चा भइरहेको छ फिल्मी बजारमा। याम शेर्पाको निर्देशनमा बन्न लागेको फिल्म बिरमिरेका लागि नायक दयाङ राईले 60 लाख रुपियाँ पारिश्रमिक लिएको भन्ने कुराले यति बेला फिल्मी बजारमा राम्रै चर्चा पाइरहेको छ। तर उक्त कुराको खुलासा भने न दयाङ राईले नै गरेका छन् न फिल्मकार निर्माण टिमले नै गरेका छन्। त्यसैगरी पारिश्रमिककै विषयलाई लिएर अहिले नायक अनमोल केसी फेरि एकपटक चर्चामा आएका छन्। उनले चलचित्र ए मेरो हजुर 5 मा काम गर्ने पक्का भएसँगै उनले महँगो पारिश्रमिक समेत लिएको चर्चा भइरहेको छ। उनले चलचित्र ए मेरो हजुर 5 का लागि 60 लाख पारिश्रमिक लिएको स्रोतले जानकारी दिएका छन्। उसो त नायक अनमोललाई धेरै पारिश्रमिक लिने नायकको रूपमा नै चिनिने गर्छन्। यही क्रममा पारिश्रमिककै विषयलाई लिएर केही समय यता विजय बराल पनि अगाडि आएका छन्। विजयको फिल्म पूर्ण बहादुरको सारङ्गी चलेपछि उनले आफ्नो पारिश्रमिक बढाएको बुझिएको छ। स्रोतका अनुसार विजय अहिले 20 लाख रुपैयाँ
माग गर्छन् भन्ने कुरा बाहिरिएको छ। उनले अहिलेको समयमा 20 लाख रुपैयाँ दिने निर्माताको फिल्ममा मात्र काम गर्ने बताउँदै आएका छन्। अहिलेको समयमा नायक अनमोल केसी, दयाङ राई, समीर भट्ट, केदार घिमिरेको पारिश्रमिकको चर्चासँगै नायक विपिन कार्कीले 50 लाख पारिश्रमिक माग्ने गरेको चर्चा पनि नौलो भने पक्कै होइन। फिल्म प्रसाद 2 मा नै उनले 20 लाख बुझेको चर्चा भएको थियो। यसपछि उनले फिल्म तेल भिजामा पनि 50 लाख लिएको खबर सार्वजनिक भएको थियो। अनमोल केसीले भने अहिलेको समयमा आफ्नो 50 लाख पारिश्रमिकलाई बढाएर 60 लाख पुर्याएको छ भन्दा फरक नपर्ला। अहिले पारिश्रमिकको चर्चामा कलाकारहरूको अनुहार फेरिए तापनि अनमोल केसीको पारिश्रमिक भने बढी नै रहेको छ। अहिलेको समयमा नाम चलेका कलाकारहरू लिने हो भने निर्माताले कलाकारमा मात्र 1 देखि 1.5 करोड रुपैयाँ खर्च गर्नुपर्ने अवस्था देखिएको छ।